नमस्ते मिथिलेशजी। नमस्ते। आजको हाम्रो फ्रस्ट्रेसनको एपिसोड 2 मा तपाईँलाई स्वागत छ। मिथिलेश यादवजी उहाँ काठमाडौँको मेगा कलेजमा BA LLB प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ। उहाँसँग आज हामी कुराकानी गर्दैछौँ। नमस्ते। नमस्ते। तपाईँलाई स्वागत छ। थ्याङ्क यू। जुन अहिले यो जेनजी आन्दोलन भयो नि भदौ 23 र 24 गते, त्यो के भएको थियो? हो चाहिँ के त्यो? हेर्नुहोस् अनुपजी, हामीले योभन्दा अगाडिको एपिसोड अथवा हाम्रो फर्स्ट एपिसोडमा हामीले 3 महिना अगाडि फ्रस्ट्रेसन अफ नेप्लिज स्टुडेन्ट गरेका थियौँ, कुरा गरेका थियौँ, चर्चा गरेका थियौँ। अलि आज हामीले गर्ने भनेको फ्रस्ट्रेसन अफ नेप्लिज सिटिजन हो। अब तपाईँले प्रश्न सोधिसक्नुभयो भदौ 23 र 24 को, त्यो भनेको फ्रस्ट्रेसन अफ नेप्लिज सिटिजन हो। गर्नलाई त जेनजीले मात्रै गरेका छ, तर तपाईँ यो सरकार ढलेकोमा हेर्नु, लगभग सबैजना पुरा नेपालको जनता नै खुस लागिरहेछ, देखिरहेछ हो। अनि यसलाई प्रोटेस्ट भन्न सकिँदैन, यो रिभोल्युसन हो। किनभने प्रोटेस्टमा सामान्यतः प्रोटेस्ट हुन्छ, सरकार विरुद्ध नाराबाजी हुन्छ, त्यतिमा सीमित प्रोटेस्ट भनेको त्यतिमा सीमित हुने हो। तर अस्ति भएको आन्दोलनमा, अस्ति भएको रिभोल्युसनमा पुरै परिवर्तन नै भयो, पुरा सत्ता नै परिवर्तन। यस्तो हुनलाई रिभोल्युसन भन्छ। अनि यसलाई विभिन्न नजरियाले हेर्न सकिन्छ, डिफ्रेन्ट भ्यूले हेर्न सकिन्छ। लाइक एउटा भ्यूले हेर्ने हो भने हाम्रो त धेरै वर्ष धेरै आर्थिक नोक्सान भयो होइन। आर्थिक नोक्सान भएकोले हाम्रो देश 5 वर्ष 10 वर्ष पछाडि पनि धकेलेछ। अर्को भ्यूमा हेर्ने हो भने सबैलाई बेनिफिट्स पनि भयो, किनभने अब चाह्यो भने जे पनि हुन सक्छ। यसको एउटा उदाहरण भदौ 23 र 24 गते यो एउटा उदाहरण पनि बनेर गयो। 2 दिनमै सत्ता पलट। 2 दिन भन्दा पनि 48 घन्टा पनि लागेको छैन। त्यो भन्दा पहिला अब 23 गते आन्दोलन सुरु भएको छ, 24 गते 1 बजेसम्म कि 3 बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसक्नु भएको थियो। त्यही भएर यो एउटा बेनिफिट पनि हो जनताको लागि र देशको लागि, यो आर्थिक नोक्सान पनि हो। मैले भन्न खोजेको चाहिँ तपाईँले जुन यो कुरा राख्नुभयो 23 र 24 गते जेनजी आन्दोलन, तपाईँको शब्दमा रेभोल्युसन, यसलाई इतिहासले अब 50 वर्षपछि हामीले अहिले बसेर 7 सालको क्रान्ति भन्छौँ। अबको 50 वर्षपछि को पुस्ता, 50 वर्षपछि आउने पुस्ताले जेनजी आन्दोलन जुन तपाईँ हामीले गरेका थियौँ, हामी पनि सहभागी भएका थियौँ, त्यसलाई कसरी हेर्छ जस्तो लाग्छ तपाईँलाई? हेर्नुहोस् अनुपजी, अब यो आन्दोलन हामीले अहिले कुरा गर्ने भनेको जेनजी आन्दोलनको मेन कुरा यहाँ आउँछ जेनजीको। अब जेनजीलाई तपाईँ भाग्यमानी भन्नुहोस् या दुर्भाग्य भन्नुहोस्, जन्मने बित्तिकै मुभमेन्ट हेर्नु पर्यो। माओवादी कालको त्यो मुभमेन्ट 1, पिपुल मुभमेन्ट 1, 2 हेर्नु पर्यो। त्यसपछि मोनार्की पनि त्योभन्दा अगाडि, थोरै अगाडि फालेको होइन। राजदरबार हत्याकाण्ड पनि त्यही समय भयो। त्यसपछि आउँदै 2072 को भुइँचालो पनि हामीले हेरिसक्यौँ। अनि तपाईँ पनि जेनजी, म पनि जेनजी। त्यसपछि कोभिड-19 पनि हेरिसक्यौँ। अनि छुटाउने कुरा मधेस आन्दोलन, छुटाउनु नहुने कुरा मधेस आन्दोलन, भारतको नाकाबन्दी, कोभिड-19, अनि यस्ता गर्दै आजको जेनजी प्रोटेस्ट, यो सबै हामी हेरिसक्यौँ। मलाई सायदै लाग्छ कि अरू पनि पुस्ताले यति कुरा अहिलेसम्म देखेको होला। अनि हाम्रो त अहिले धेरै बाँकी छ, अझै हामी देख्न सक्छौँ। यो त केही छैन, किनभने हाम्रो स्टार्टिङ नै खतरादेखि भइरहेछ हो। ठिक छ, म अब त्यही 24 गतेमा केन्द्रित हुन्छु। जुन 24 गते जुन किसिमले नरसंहार भयो, म पनि त्यो बेला त्यहीँ थिएँ। त्यतिखेर चाहिँ पुलिसले 24 गतेको दिन संसद भवन अगाडि अन द स्पोट 19 जनाको हत्या भन्छन् मान्छेहरू। तपाईँलाई के लाग्छ? र टोटल गरेर 70-80 जना, ठ्याक्कै मसँग डाटा नरहेको कारणले तपाईँहरूले सर्च गरेर हेर्न सक्नुहुन्छ। 70-72 जना विद्यार्थी सर्वसाधारणको देशव्यापी रूपमा नरसंहार जस्तो भएको छ। यसलाई तपाईँले कसरी लिनुभएको छ र यसमा दोषी को देख्नुहुन्छ? एउटा आयोग बनेको छ,
गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग बनेको छ, त्यो आयोगले बयान दिने काम इत्यादि इत्यादि त गरिरहेको छ। त्यही भने तपाईँको व्यक्तिगत दृष्टिकोण के छ? तपाईँले के लाग्छ यसमा को दोषी छ? प्रधानमन्त्री, गृहमन्त्री, सिडिओ, सचिव, गृह सचिव या फिल्डमा खटिएका प्रहरीहरू, आइजिपी, को लाग्छ? हेर्नुहोस् अनुपजी, आन्दोलन भनेको 23 र 24 गते मात्रै भएको थिएन। त्योभन्दा पहिला पनि टिचर मुभमेन्ट हामीहरू हेरि नै शिक्षक आन्दोलन लामो समय 1 महिना उसलाई पनि त्यो आन्दोलनलाई पनि सरकारले नसुनेर बेवास्ता गरेर 10 दिन 15 दिन त्यति बेला मेरो तपाईँको त मलाई थाहा भएन, तर मेरो 12 को इक्जाम पनि थियो, बोर्ड इक्जाम, त्यो पनि टिचर मुभमेन्टको कारणले सड्यायो। 10 दिन भन्दा पनि 2-3 दिन अझै बढी सड्यायो। टिचर आन्दोलनलाई पनि नजरअन्दाज गरियो। त्यसपछि अर्को आन्दोलन मोनार्की ल्याउने, डेमोक्रेसी फाल्ने, चैत 15 गते त्यो पनि आन्दोलन भयो। त्यसपछि भएको हो जेनजी आन्दोलन। भनेपछि कसैलाई अन्दाजै थिएन कि यो आन्दोलनले यस्तो रूप लिन्छ। सरकारले पहिला पनि आन्दोलन हुन्छ नै, मान्छेले गर्छ नै, आफ्नो शक्ति देखाएर आन्दोलनलाई दबाउँछ नै। सरकारले फेरि पनि गर्ने त्यस्तै थियो। यो के भयो कसरी आयो, सबैजना अचम्म छ। म पनि अचम्म परेको छु, कसरी यो भयो। अब एकजना जेनजी आन्दोलनकर्ता, त्यसको नायक भनौँ, मिराज ढुङ्गानाले के भनेको थियो, हामी मुसा मार्न गएको थियौँ, शेर मारेर बाघ मारेर ल्याएछौ, अब सबैजना शान्त हो र बिस्तारै अब यसको छलफल गरौँ र त्यसलाई फेरि अगाडि बढाउने कुरा गरौँ। वास्तवमा कसैलाई अन्दाजै, हजुर, पोखरीमा माछा मार्न गएको क्रोकोडाइल फसेछ, कोही नै उठाएर त्यस्तो भयो के। कसैलाई अन्दाजा थिएन कि यो सानो मुभमेन्टले अथवा यो जेनजीहरू भर्खरको केटाकेटीहरूले यति ठुलो मोर्चा ल्याउन सक्छ र यसरी एकैचोटि सतै पल्टाइदिन सक्छ। कसैलाई अन्दाज थिएन। अब यसमा तपाईँले कुरा सोध्नुभयो, जुन व्यक्ति मारियो आन्दोलनमा त्यसको जिम्मेवार को, होइन। अब पहिला पनि हामीले के सुनेको थियो, शिक्षक आन्दोलनमा अथवा मोनार्कीको आन्दोलनमा सरकार पक्षबाट अथवा एमाले पार्टीको नेता केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री, ऊ के गर्नुहुन्छ भने आफ्नो कार्यकर्ताहरूलाई भिडमा पठाएर भिडलाई उक्साउने काम गर्छ। भिड उक्सने बित्तिकै प्रहरीलाई आदेश आउँछ। अब त्यसपछि त लाठीचार्ज गर्ने, ग्यास फाल्ने, पानी फाल्ने। त्यहाँ त कतिसम्म भएको छ भन्दा म अलिकति तपाईँलाई यो डाटा पनि दिन्छु। म नरसंहारको विषयमा कुरा गर्दाखेरि एभरेस्ट होटलको ब्यारिकेड अघिल्लो दिन तोडिएपछि त्यहाँ किसिमको तनावको यो मैले एउटा मिस्टेक भन्छु, 23 गते है, 24 गते होइन, 23 गते नरसंहार भएको थियो, होइन। एभरेस्ट होटलको ब्यारिकेड तोडिसकेपछि आन्दोलनकारीहरू, जेनजीहरू सबै संसद भवनभित्र छिर्न खोजे। तर उनीहरूले छिर्न खोजे, उनीहरूले तोडफोड ठुलो मात्रामा गरेका थिएन। सानो भिड थियो। त्यो भिडलाई चाहिँ प्रतिरक्षाको नाममा अथवा जे भनौँ संसद भवन बचाउने नाममा, त्यतिखेर संसद भवनमा ठुलो क्षति केही पनि भएको थिएन। क्षति त 24 गते दोस्रो दिन मात्रै भएको, 23 गते भएको थिएन। त्यही भएर त्यो दिन चाहिँ प्रहरीले ठाउँको ठाउँ 19 जना व्यक्तिको हत्या गर्नुपर्ने जरुरत त थिएन। यसको दोषी चाहिँ को त, के लाग्छ? हेर्नुहोस् अनुपजी, अब दोषी अब कसलाई मान्ने हो? जसले मार्ने प्रयास गरेछ अथवा मार्या छ प्रहरी, उसले पनि रक्षा गर्नलाई नै मार्या हो, अथवा संसद भवनको रक्षा। त्यही त। त्यसो त अब प्रधानमन्त्री म भन्दैछु, अब सुन्नु न तपाईँ, अब जसरी भए पनि भिड त उक्सियो, होइन। मान्छेहरू किन बाध्य भयो संसद भवनलाई तोड्नलाई? कति राम्रो प्रोटेस्ट भइरहेको थियो, प्रहरीले विज्ञप्ति नै निकालेको थियो कि विद्यार्थी भाइ बहिनीहरू तपाईँ कलेज ड्रेसमा, स्कुल ड्रेसमा, क्याम्पस ड्रेसमा आउनु, शान्तिपूर्ण आन्दोलन गर्नुभएको थियो कि थिएन? तपाईँ विज्ञप्ति हेर्नु, प्रहरी कार्यालयबाट आएको थियो, हो। अनि कसरी भयो, गोली किन चल्यो, यो त पुरै पहिलादेखि नै, 1-2 दिन पहिलादेखि नै सबै ठाउँमा आइसकेको थियो सूचना कि यहाँ आन्दोलन हुन्छ, शान्तिपूर्ण आन्दोलन हुन्छ, हो। अब जसरी पनि भएर भिड उक्सियो। भिड उक्सिएपछि तपाईँ हेर्नु होला कति भिडियो भाइरल भएको थियो, मान्छे भन्दैछ भाइ संसद भवनलाई नतोड, हाम्रो झगडा भनेको गभर्मेन्टबाट हो, हाम्रो सम्पत्तिबाट होइन, यो संसद भवन भनेको सिंहदरबार भनेको हाम्रो प्रोपर्टी हो, पब्लिक प्रोपर्टी हो, उसलाई नाश गर्ने भनेको हामीले आफ्नै प्रोपर्टी नाश गर्नु। धेरैजनाले यस्तो पनि भनेको थियो। बट
हामी हेर्न सक्छौँ जतिजनाले डिस्ट्रोय गरेछ घर बार प्राइभेट होस् अथवा पब्लिक होस् त्यो सबै अज्ञात समूहले गरेछ। अब 9-10 को केटाकेटी 11-12 को केटाकेटी कसैले त्यस्तो काम गरेको छैन, हिम्मतै हुँदैन नि। भन्नुको तात्पर्य आन्दोलनमा व्यापक रूपमा घुसपेट भएको छ। तर मर्ने कुरामा मारे त्यो नाबालकहरू साधु मान्छेहरू जो मात्रै हेर्नलाई गएको थियो। ग्लोबल स्कुलको एकजना स्टुडेन्ट पुरै ड्रेसमै भएर गोली खाएको हो कि 12 कक्षामा पढ्ने विद्यार्थी। त्यो यस्तो विद्यार्थी त्यो हत्या भएछ आन्दोलनमा। तर जो घुसपेट गरेछ, जो आन्दोलनमा अनावश्यक काम गरेछ त्यसले मारेको छैन। अब गोली किन चलायो, गोली किन मार्यो, हत्यारा को, तपाईँले यस्तो कुरा सोध्नुभयो। अब हत्यारा कसलाई भन्ने? अब संसद भवन जोगाउनु पर्यो कि परेन? अब तपाईँ यसरी मान्नुहोस्, हाम्रो घरमा तपाईँको घरमा कसैले अट्याक गर्यो भने तपाईँ हामी डिफेन्स गर्नुहुन्छ कि नै? त्यस्तै हो, अब देशको लागि डिफेन्स गरे हो, यस्तो हुनु पर्दैन थियो। अब कसैले आएर भिड उक्सायो, यसमा दोषी होइन। तपाईँले भनेको कुरामा एकदम सहमत छु। त्यो जुन आन्दोलनकारीहरूले दोस्रो दिन त ठुलो क्षति गरे नि त। हाम्रो सार्वभौम सत्ता सिंहदरबार हो, हाम्रो न्याय निसाब गर्ने सर्वोच्च निकाय सर्वोच्च अदालत हो, जिल्ला अदालत होइन। त्यही भएर काठमाडौँ यो सेन्टर काठमाडौँ राजधानीको महत्त्वपूर्ण भवनहरू सबै ध्वस्त आर्थिक रूपमा पनि धेरै पछाडि भयो। म त्यसको पक्षमा पनि छैन, मैले वकालत पनि गरेको छैन। मेरो भन्नुको तात्पर्य चाहिँ 23 गते के प्रहरीले त्यो ठुलो बल प्रयोग गर्नुपर्ने आवश्यकता थियो? आई रियली वान्ट टु नो मिथिलेशजी। अब 23 गते होइन, 23 गते प्रहरीले त्यत्रो बल, 24 गते बल प्रयोग गर्न सक्थ्यो, तर सुरुमै प्रहरीले हात दिएको। सरकार त घुँडा टेकी गयो। तर त्यसको कारण त 23 गतेको जुन व्यापक रूपमा ठुलो किसिमको प्रतिरक्षाको नाममा जुन हत्या भयो त्यो त गलत भयो भनेर एक किसिमको धारणा छ नि त। मैले त्यही जोड्न खोजेको। हेर्नुहोस्, यसमा अब निश्चित मान्छे नै हत्यारा छ भनेर त्यसो भन्न मिल्दैन। म भन्दिनँ, म आफ्नो पर्सपेक्टिभबाट भन्दिनँ, किनभने यो देशलाई जोगाउनलाई भयो। त्योभन्दा पनि पहिला के भयो, त्योभन्दा पनि यसमा जोड्दा के हुन्छ, पहिला पनि 2-3वटा आन्दोलन भइसकेको थियो। चैत 15 गते त्यसमा पनि आन्दोलन हुँदाखेरि 1-2 जना तिनकुनेमा मारिएका थिए होइन। अब यस्तो हुँदा 1-2 जना मर्दा पनि केही हुँदो रहेनछ, सरकारलाई पनि थाहा थियो होइन। टिचर मुभमेन्टमा पनि केही त्यस्तो लिएन, सरकारले एक्सन लिएन होइन। टिचर मुभमेन्टमा आएछ, बच्चाहरूको बोर्ड इक्जाम चलिरहेको छ, त्यस्तो एक्सनै लिनु भएन। त्यही भएर उनीहरूको लागि पनि यो मार्ने मर्ने काम इजी जस्तो लाग्यो। बट त्यही 19 जनाको मृत्युले यति ठुलो मोर्चा ल्यायो, यति ठुलो चेन्ज ल्यायो हो। अब त्यो डिफेन्सको लागि गरे हो, यतिजनालाई मार्नु हुँदैन थियो तर मारियो। यसमा म निश्चित कसैलाई किटेर दोषी मान्दिनँ, तर गभर्मेन्ट पुरै गभर्मेन्ट कतै न कतै दोषी छ। यसरी मार्नु हुँदैन थियो। अब बल प्रयोग गर्दा हुन्थ्यो, पुलिसले भएन भने आर्मी परिचालन गर्दा हुन्थ्यो। तर यसरी बालबालिकालाई, आजको बालबालिका भनेको फ्युचर्सको पिलर अफ कन्ट्री भन्छ होइन। टुडेज चिल्ड्रेन आर पिलर अफ लिडर्स आर टुमोरोज लिडर्स, टुडेज चिल्ड्रेन आर टुमोरो लिडर्स भन्छ होइन। यसरी मार्नु हुँदैन थियो, त्यही पनि अब मारियो। दोष समग्रमा म दोषी गभर्मेन्टलाई नै दिन्छु। अब हामी अगाडि बढौँ। हामीले अहिलेसम्म आन्दोलनको विषयमा कुरा गरौँ। यो प्रशस्त रूपमा विभिन्न माध्यममा, युट्युबमा, प्रिन्ट मिडियामा होइन, रेडियोमा सबैतिर यो कुरा भइ नै रहेको छ। त्यही भएर हामीले यसमा निचोडै पुग्नुपर्छ भन्ने छैन। आयोग बनेको छ, त्यसले केही गर्ला। अब जहाँ सरकार गठन भयो, यसमा डिस्कोर्डबाट प्राइम मिनिस्टर, विश्वको इतिहासमा पहिलाचोटि सामाजिक सञ्जालबाट प्रधानमन्त्री नियुक्त, यो अहिलेसम्मको इतिहासमा कसैले कल्पना पनि गरेको छैन। त्यही भएर यो प्रविधिको ठुलो क्रान्ति नै भन्नुपर्छ यसलाई। र सुशीला कार्की प्राइम मिनिस्टर हुनुभयो। यसमा विभिन्न आक्षेप लगाए पनि यो बाहिरले बनाएको भने पनि बन्यो थाहा छैन, तर हामीले बनायौँ, डिस्कोर्डका जेनजीहरूले बनाए। अब यो सरकारको लक्ष्य भनेको चुनाव छ। चुनाव होला जस्तो पनि छ, नहोला जस्तो पनि छ। यसमा तपाईँलाई के लाग्छ? अब चुनाव हुन्छ कि हुँदैन, पहिलो त्यो प्रश्न। र अर्को, चुनावमा अब पार्टीहरू सबैले भाग लिँदैछन्, पुराना नयाँ
कुलमान घिसिङले नयाँ पार्टी खोल्नु भएको छ। के लाग्छ चुनावको परिणाम, दुष्परिणाम, अब यो चुनावपछि नेपाल कस्तो हुन्छ? हेर्नुहोस् अनुपजी, पहिला त यो सुशीला कार्कीजी प्रधानमन्त्री बन्नुभयो, पूर्व न्यायाधीश, सर्वोच्च प्रधान न्यायाधीश, सर्वोच्च अदालतको प्रधान न्यायाधीश होइन। यसले आन्दोलनको बेला आन्दोलनमा आएर यो सरकार भएन, यो 5 जना, त्यति बेला 5 जना कि कतिजना होइन 19 जना नै थियो मृत्यु भएको संख्या। अनि 19 जनाको जवाबदेही हुनुपर्छ, सरकारलाई ट्रान्सपेरेन्सी हुनुपर्छ, यो किन भयो, 5 दिनभित्र कठघेरामा ल्याएर सजाय दिनुपर्छ, यति ठुलो ठुलो कुरा गर्ने, यति ठुलो ठुलो कुरा दिने, जेनजीलाई उस्काउने काम गर्नुभयो। पछि उसैलाई नै प्रधानमन्त्री नियुक्त गर्दा फेरि मिडियामा अन्तर्वार्ता लिँदा अब जेनजीको के माग छ, के एजेन्डा छ, अनि उहाँले भन्नुहुन्छ जेनजीको कुनै एजेन्डा नै छैन, कुनै माग पनि छैन, त्यस्तो केही म सुनेको छैन। यो सरासर गल्ती कुरा भनेपछि उहाँ जेनजीको उहाँ पल्टाउनु भयो आफ्नो कुराबाट, विभिन्न समूहबाट प्रभावित हुनुभयो, अथवा उहाँलाई माथिबाट केही न केही प्रेसराइज भइरहेछ। अब जेनजीको मुख्य एजेन्डा के थियो म सबै भन्न त सक्दैन, तर के मुख्य म यहाँ भनिरहेको छु। पहिलो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अहिले बहसकै विषयमा छ। दोस्रो प्रदेश सभा खारिज गर्नुपर्छ। हेर्नुहोस् अनुपजी, हाम्रो जस्तो देशमा प्रदेश सभाको वास्तवमा कुनै काम छैन, यो इकोनोमिक आर्थिक खर्च मात्रै हो। तपाईँ हेर्नुहोस् 550 वटा सांसदहरू, एक्ज्याक्टली नम्बर त्यही हो होइन, 550 प्रदेश सभामा, 75 जना प्रतिनिधिमा, 59 जना राष्ट्रिय सभा। ठिक छ, म त्यसमा आउँछु म मिथिलेशजी। मैले भन्न खोजेको चाहिँ अब चुनावपछि चुनाव होला कि नहोला? चुनाव त हुनु हुँदैन। पहिला जेनजीको जो एजेन्डा थियो, जसको लागि यो रेगुलेसन भयो, त्योमा परिवर्तन आउनुपर्छ। अब संविधान चेन्ज गर्न मिल्दैन रे, संविधान परिवर्तन गर्न मिल्दैन, यसमा यो हुन्छ त्यो हुन्छ, यो मिल्दैन त्यो मिल्दैन। जति बेला मोनार्की खतम भयो अनि फुल्ली डेमोक्रेसी, त्यति बेला कताबाट संविधान थियो? फेरि अरूले लेखे कि लेखेन, त्यो पनि त एउटा रिभोल्युसनै थियो। पुरै सत्ता पलट भएको थियो, मोनार्की हटेर फुल्ली डेमोक्रेसी भएको थियो, त्यति बेला पनि थियो। अनि त्यति बेला कहाँबाट संविधान आयो? रचना भयो कि भएन? त्यसरी नै यो भन्नुको तात्पर्य जेनजी आन्दोलन त भयो, जेनजी आन्दोलनबाट सरकार पनि बन्यो, तर त्यसको कुनै निष्कर्ष आएन। जेनजी 70-80 जना जो मोरा छ, त्यसको खुनको परिणाम आएन, त्यसको बलिदानको परिणाम आएन। भनेपछि जेनजी आन्दोलन हाइज्याक भयो। हामी अब निष्कर्षमा पुग्न आँट्छौँ। हाम्रो तपाईँको एनालिसिसमा जेनजी आन्दोलन ऐतिहासिक आन्दोलन थियो, नम्बर 1। नम्बर 2, जेनजी आन्दोलनले इतिहासमा ठुलो नाम राख्यो, नम्बर 3, तर यसको नेतृत्व कसैले नलिएको कारणले गर्दाखेरि यो हाइज्याक भयो। अब यसमा म तपाईँलाई थप्छु, जेनजी आन्दोलनको बखत म पनि त्यहाँ थिएँ। बालेन्द्र शाहको सुसुप्त भूमिका, सूक्ष्म भूमिका, एकदम सानो भूमिका थिएन, उहाँको ठुलो भूमिका थियो, त पर्दा पछाडि बसेर। अनि अब आन्दोलन त्यत्रो घटनामा उहाँको पनि अप्रत्यक्ष रूपमा त भूमिका रह्यो। युवाहरू त बालेन्द्र शाहकै नाम लिइरहेका थिए, हुन त उहाँ प्रधानमन्त्री बन्न उहाँले चाहनु भएन, उहाँ नै हुनुहुन्थ्यो प्रबल दावेदार। अब तपाईँ भन्नुहोस्, यो आन्दोलन हाइज्याक हुनुको कारण बालेन्द्र शाह हो कि होइन? अब उहाँले जुन इनिसिएटिभ लिनु पर्थ्यो, उहाँ त आइदिएको भए त आन्दोलन त एउटा ट्र्याकमा जान्थ्यो, संविधान फेरिन्थ्यो होला। अब जस्तै तपाईँ अहिले माग गरिराख्नु भएको छ प्रत्यक्ष निर्वाचित, तपाईँ प्रदेश सभाको खारिज गर्दै तपाईँ जस्ता यावत जेनजीहरू भनिरहेका छन्, प्रवेश दाहालहरू को भनिराख्नु भएको छ, म सुनिरहेको छु, सबैजना हाम्रो दर्शकहरू पनि सुनिराख्नु भएको छ। तर त्यो त एकदम अहिलेको अवस्थामा त हास्यास्पद कुरा हुन्छ। त्यसको लागि त संसद बन्नु पर्यो, 2/3बाट एमेन्ड हुनु पर्यो संविधान संशोधन नभइकन त तपाईँहरूको माग पुरा हुँदैन होइन। अनि यसको जिम्मेवार को? आन्दोलन हाइज्याक भएको जिम्मेवार कसले लिने? अब 25 जना, 25, 30, 40, 50, 100 नै पुग्नु भयो होला अहिले जेनजी समूहहरू। उहाँहरू आफ्ना एक आपसमा ऐक्यबद्धता पनि छैन, म तपाईँको प्रश्न झगडा पनि भइरहेको छ।
म तपाईँको यसले प्रश्न के बुझेँ। प्रश्न म सक्छु, यसले के प्रश्न हुन्छ भन्दाखेरि आन्दोलन हाइज्याक भयो, अब यसको दोषी को, कसले हाइज्याक गर्यो, बिचैमा लयमा हिँडेको आन्दोलन हाइज्याक कसले गर्यो? हेर्नुहोस् अनुपजी, म तपाईँलाई फ्ल्यासब्याकमा लगेँ भनेपछि आफ्नो ठिक छ, हिस्टोरीमा लगेँ। त्यति बेला प्रचण्डज्यूले गर्नुभएको आन्दोलनमा, रिभोल्युसनमा के भएको थियो, एउटा निश्चित आन्दोलनकर्ता थियो, नायक थियो, लिडर थियो निश्चित। अब सरकारसँग वार्ता गर्नु पर्यो भने म गरौँला, होइन, कुनै ठुलो ठोस कदम उठाउनु पर्यो भने म गरौँला भन्ने निश्चित व्यक्ति हुनुहुन्थ्यो। जेनजी आन्दोलनमा मुख्य एउटा कमी म के देख्छु भने नेतृत्व गर्ने मान्छे भएन। अब तपाईँ पनि जेनजी, म पनि जेनजी, तपाईँ म हुँ जेनजीको लिडर, म हुँ जेनजीको लिडर, यसो भन्दा भन्दै जेनजीको मुख्य लिडर भएन हो। त्यही भएर यो आन्दोलनको रिजल्ट आएन जस्तो आउनु पर्थ्यो, जस्तो एचिभमेन्ट हुनु पर्थ्यो, यतिजना मरेको एचिभमेन्ट हुनु पर्थ्यो, त्यो आएन। यसमा एउटा लिडरको कमी भयो। अर्को कुरा गर्नुभयो तपाईँ बालेन्द्रज्यूको, उसले जिम्मेदारी लिनुपर्छ। पर्दा पछाडि तपाईँ भन्नु होइन, पर्दा पछाडि त एकदम स्पष्टै छ नि, त्यहाँ त महानगरपालिकाले पानी बाँडेको छ। त्यो आन्दोलन त सरकार विरुद्ध थियो भने त स्थानीय तह विरुद्ध पनि त थियो नि। हेर्नु तपाईँ, पावा पानी चाहिँ बाँड्ने होइन, त्यो भनेको त पर्दा पछाडि हो नि त। हजुर, उहाँको दाहिने हात भनिने राजु पाण्डेजी, उहाँ आफै आन्दोलनको दरमियान देखा पर्नु भएको थियो, क्लिपहरू भाइरल भएको थियो एक दुईवटा। उहाँको महानगर प्रमुख को प्रहरी प्रमुख उहाँ भनेपछि बालेन्द्र शाहको दाहिने हात, त्यसकै आडमा उहाँ शक्तिशाली पनि हुनुहुन्छ महानगरपालिकामा। अनि भनेपछि उहाँको भूमिका त अप्रत्यक्ष रूपमा त पर्दा पछाडि त थियो। अप्रत्यक्ष र प्रत्यक्षमा धेरै फरक हुन्छ अनुपजी। अब उहाँ प्रत्यक्ष आएर नै अगाडि गएर नै आन्दोलन गर्दा बेग्लै कुरा हुन्थ्यो। हामीले तपाईँलाई हेरेको थियो, तपाईँ आएर आन्दोलन, उहाँको स्ट्याटसको कुन त कुरा छ? उहाँको स्ट्याटसको कुरा पनि छ, तर कानुनले के तथ्य खोज्छ, प्रमाण खोज्छ, त्यो पर्दा पछाडि भएर अगाडि भएर हुँदैन। उसलाई प्रत्यक्ष प्रमाण दिनुपर्छ कि यो व्यक्ति नै थियो, यहाँ यसको हस्ताक्षर छ अथवा यसको फोटो छ, क्लिप छ, पर्दा पछाडिबाट गरियो, स्ट्याटसबाट लिएको, फेसबुक स्ट्याटस सुप्रिम कोर्ट अथवा कुनै कोर्टमा त्यो हुँदैन, कानुन सबुतको रूपमा एडभिजेबल हुँदैन। त्यही भएर बालेन्द्र शाह हो वास्तवमा, सबैजनालाई थाहा छ, तर उसैलाई दोष लगाउँछु भन्ने मिलेन। अब तपाईँ भन्नुभयो कि उहाँलाई प्रधानमन्त्री सबैजना बालेन्द्र बन्नुपर्छ भनेर भन्नुभयो। अब ऊ किन प्रधानमन्त्री बनेन? हेर्नु अनुपजी, एउटा कुरा, बालेन्द्र शाह अहिले कति उमेरको होला मलाई एक्ज्याक्टली त थाहा भएन, तर 35 वर्षको हुनुहुन्छ होला होइन। अहिले हाम्रो आन्दोलन हुनुभन्दा अगाडिको वर्तमान प्रधानमन्त्री कति वर्षको हुनुहुन्छ? उहाँ 70 प्लस, केपी ओली भन्दा जेठो, 70 प्लस केपी ओली नै हुनुहुन्थ्यो। त्यो 23-24 गतेको 70 वर्ष, 8 सालको मान्छे 73-74 वर्षको हुनुभयो। यसमा एक्सपिरियन्स खोज्छ अनुपजी, अनुभव खोज्छ। राजनीतिकले के गर्छ? अनुभव खोज्छ। अब हेर्नुहोस्, बालेन्द्र शाह ऱ्यापर हुनुहुन्छ, इन्जिनियर हुनुहुन्छ, काम गरिराख्नु भयो त्यो बेला। अब बल्ल स्थानीय तहमा लडेर काठमाडौँको मेयर हुनुभएको थियो। उहाँलाई अनुभव छैन राजनीतिको। कतै न कतै उहाँ पनि डराउनु भएको छ, कतै न कतै उहाँलाई पनि डर लागेको छ। सङ्क्रमणकालको अवस्थामा उहाँ सक्नुहुन्न भनेर ब्याक हुनुभयो। ठिक छ, त्यसमा अब हामी धेरै छलफल नगरौँ। अब म फेरि तपाईँलाई ब्याक टु नर्मल अहिलेको प्रेजेन्ट कन्डिसनमा ल्याउँछु। अब आन्दोलन भयो, आन्दोलनको मुख्य टार्गेट सबै पोलिटिकल पार्टी थिए। अब पोलिटिकल पार्टी सबै जुर्मुराए। एमालेको अब 8-10 दिन पनि बाँकी छैन महाधिवेशन आउन, प्रतिस्पर्धा गाह्रो छ। अब कङ्ग्रेसको पनि लामो छलफलपछि अब पुस 26, 27 र 28 गते महाधिवेशन, 15औं महाधिवेशन गर्ने भनेका छन्। त्यसमा गगन थापाले सभापतित्वको उम्मेदवारको घोषणा भर्खर गर्नुभएको छ हिजो। अब के लाग्छ तपाईँलाई? अब पार्टीको विकल्प त कुनै हुन सक्दैन, पार्टीको विकल्प पार्टी नै हुन्छ। कुलमान घिसिङले पनि पार्टी बनाउनु भएको छ, त्यसमा बालेन्द्र शाहको सपोर्ट छ, रासोपा छ, विभिन्न पार्टीहरू आइसकेका छन्। अब तपाईँ भन्नुहोस्, तपाईँको विचारमा अब पार्टीको भविष्य के छ?
विशेषतः पुराना दलहरूको भविष्य के छ र नयाँ दलको सम्भावना कति छ? हेर्नुहोस्, पुरानो दलमा भएको सबै मान्छे खराब हो भनेर मिल्दैन। त्यही अब 2-3वटा टाउको जो हामी प्रत्येक वर्ष प्रत्येक दिन प्रत्येक आवर हेरिराख्नु भएको थियो, त्यो एउटा मात्रै गलत हो। अब जस्ट उदाहरणको तौरमा हेर्नु भने गगन थापा, उहाँ एकचोटि स्वास्थ्य मन्त्री भइसक्नु, प्रचण्डको क्याबिनेटमा स्वास्थ्य मन्त्री हुनुभयो। अनि त्यसपछि उहाँले राम्रो काम गर्नुभएको हो। त्यहाँ लाइफ इन्सुरेन्सको पनि चर्चा सुनेको थिएँ म, अनि औषधिहरू फ्रीमा उपलब्ध गराउने पनि कुरा सुनेको थिएँ। भनेपछि प्रत्येक पार्टीमा राम्रो मान्छे छ, तर ऊ माथि आउन सकिरहेको छैन, कतै न कतै गएर दबिरहेछ हो। पार्टी कुनै गलत छैन, कुनै पनि पार्टीको तपाईँ धारणा हेर्नु, उसको प्रस्पेक्टर पढ्नु, सबै राम्रो छ। जनताको बहुदलीय जनता, कांग्रेसको प्रजातान्त्रिक समाजवाद, त्यही भएर अब माओवादी त भन्न भनौँ नेपाली कम्युनिस्ट पार्टी, हजुर। अब तपाईँले भन्नुभयो नयाँ पार्टीको कस्तो भूमिका रहन्छ। खोल्नलाई त हामी जति पनि पार्टी खोल्न सक्छौँ, तर सबै पार्टीको काम हुँदैन। मान्नुहोस्, तपाईँ एउटा पार्टी खोल्नुभयो, तपाईँ 5वटा सिट ल्याउनु भयो हो, म एउटा पार्टी खोलेँ 5वटा सिट ल्याएँ, काम भयो, तपाईँको पनि काम भएन, मेरो पनि काम भएन। यस्तो गर्दा धेरैजनाले पार्टी खोले, धेरै ल्याए, कसैले सरकार बनाउन सक्दैन फेरि। त्यही भएर म भन्छु, अब सबैको एजेन्डा एउटै हो, देश बनाउने, सबैको गोल एउटै हो, देशलाई माथि लग्ने, आर्थिक रूपमा उन्नति गर्ने होइन, रोजगारी दिने, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने, मुख्य एजेन्डा त यही हो होइन। अब नयाँ युवाहरू जो भर्खर राजनीतिमा प्रवेश गरेछ त्योहरू, अनि अरू पुराना नेताहरू अथवा जो राम्रो गर्छु भनेर सोचेको छ उनीहरू। अब राम्रो गर्छु भनेर केपी शर्मा ओली पनि सोच्नु भएको छ, तर उहाँहरू जस्तो होइन। यिनीहरूले एउटा पार्टी खोल्नुपर्छ मिलेर। पुरै देशमा विभिन्न ठाउँबाट पढे लेखेको मान्छे, डिग्री प्राप्त भएको मान्छे, एजेन्डा भएको मान्छे, समाजको लागि केही योगदान दिनुभएको मान्छे, पार्टी खोलेर मात्रै भएन, केही गर्न पनि सक्नु पर्यो। अनि पार्टी खोल्नुभन्दा पनि एकता गर्नु पर्यो। भनेपछि तपाईँ आशावादी हुनुहुन्छ, नयाँ र दुवै पुराना सबै प्रति अब चाहिँ आशा छ, अब चाहिँ सुध्रिन्छन्, अब गर्छन् भन्ने आशा छ। अब के गर्ने, आशा नगरेर अरू कुनै विकल्प छैन, त्यही गर्नुपर्छ होइन। र ठिक छ, अब हामी अब हाम्रो डिस्कसनको अन्तिम अवस्थामा आएका छौँ। अब चाहिँ मलाई संक्षेपमा तपाईँ भन्नुहोस्, अब नेपालको भविष्य कस्तो रहन्छ? एकदमै छोटोमा तपाईँले यो कुरा राख्नु होला। हेर्नुहोस्, नेपालको भविष्य अब के छ? अब नेपालको भविष्य कस्तो हुन्छ भने त कल्पना मात्रै गर्न सकिन्छ। यस्तो हुन्छ नै भने अब आन्दोलन भइसकेपछि अब चुनाव पनि तपाईँले त नहोला भन्ने आशंका गर्नुभयो, तर पनि मानिलिउँ होला, पोजिटिभ अप्टिमिस्टिक एप्रोच राखौँ। चुनाव भयो, सरकार बन्यो, नयाँ आए, पुरानाले हारे नयाँ आए भन्ने हामीले कल्पना गरौँ। अब तपाईँ भन्नुहोस्, त्यसपछि नेपाल के होला त? हेर्नुहोस्, धेरै चेन्ज हुन्छ भने म आशै राखेको छैन। आशा राख्नु किन भन्ने हो भने अब जेनजीको जति एजेन्डा थियो एउटा पनि फुलफिल भएको छैन। फेरि भनेको चुनाव गर्ने त्यही पुराना पार्टीहरूमा पहिलादेखि नै मासु भात खाएर पब्लिक सिटिजन नेपालको जनता उम्किरहेछ। त्यस्तै गरी यो अब नेक्स्ट आउने चुनावमा पनि नेकपा एमालेको होस् अथवा कांग्रेसको होस् अथवा माओवादीको होस्, कार्यकर्ताहरू बढी हुन्छ। चुनाव जित्ने भनेको पनि यसै हो। फेरि त्यही पुरानो दलले चुनाव जित्छ, फेरि पुराना दलको मान्छेहरू आउँछ, अनि तीहरूले नै गभर्मेन्ट बनाउँछ। त्यही भएर म त्यति धेरै आशा राखेको छैन। अब के गर्ने, आशा नराखेर कामै छैन। बट त्यति ठुलो आशा पनि छैन कि यति ठुलो परिवर्तन हुन्छ, यो हुन्छ त्यो हुन्छ भने राखेको छैन। बट म के भन्न चाहन्छु भने होस्, परिवर्तन होस्, राम्रो होस्, भगवान्सँग त्यति प्रार्थना गर्छु। ल ठिक छ मिथिलेशजी, आजको हाम्रो डिस्कसन एकदमै फ्रुटफुल भयो। तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला।